ढोकदिया जदौ नमस्ते। हामी आज विशेष सुर्खेतको माथि गोठीकाँडा नजिकै यसो डाँडाभन्दा अलि तलतिर यसो विशेष घुमघाम र यसो एक दुईवटा किताब बोकेर घुमघाम गरिरहेका छौँ। विशेष हामीले आज बस्ने ठाउँ नपाएर खोज्दै यहाँ अहिले यो ठाउँमा बसिरहेका छौँ। साथीहरू आफ्नो धुनमा हुनुहुन्छ, कोही यसो निराश भएर पढ्न नपाएर सायद त्यत्तिकै दिन बितिरहेछ भनेर सोचिरहेको होला। चिन्ता नगर्नु। गीतबाट एउटा सानो है बाँकी हजुरले भन्नुपर्ने छ। ए पढ्नलाई जङ्गल आयौँ घुमेरै दिन बित्यो, ए पढ्नलाई जङ्गल आयौँ घुमेरै दिन बित्यो। पढ्ने टाइम भयो भने आजलाई त्यसपछि के हो? अघि भनेको थियौ त्यही। ए पढ्नलाई जङ्गल आयौँ घुमेरै दिन गयो, बल्ल याद भयो के? ए पढ्नलाई जङ्गल आयौँ घुमेरै दिन गयो, आजलाई यत्तिकै भइगयो पढ्ने बेला भयो, आजलाई यत्तिकै भइगयो पढ्ने बेला भयो। मैले त भनिहालेँ हेरे साथी हो, यी साथीहरू कसैले भन्नै सकेनन्। यसको रिप्लाई हजुरहरू दिनु होला है। ल भाइ अब हामी बाँकी यसो किताब हेरौँ।